नमस्ते हेलो गाइस। आज चाहिँ मेरो काम विशेष पर्सो बोक्ने भएको थियो। हाम्रो अहिले अब गहुँ बित्याएर सकेपछि धानको लागि रेडी गर्ने क्या, बिउ राख्नको लागि। त्यही भएर आज म त्यही काममा छु। म अहिले हजुरहरूलाई सबै देखाउँछु पछि त्यो बिउ राख्दासम्मको कस्तो गर्छन् बाजुरामा होइन। अब यो चाहिँ यो पाहाडमा चाहिँ अब यो विशेष सबैतिर बाजुरा असमित सबैतिर यो काम सुरु भइसकेको छ क्या अहिले। ल यही हो हामीले काम गर्नुपर्ने ठाउँ चाहिँ। अब अहिले हामी चाहिँ यतै छौँ। माथि चाहिँ पोर्छ छ दुईवटा रुखा, त्यो फाल्नुपर्छ यता। अनि यहाँ गाउँ पनि टिप्ने चाहिँ हाम्रो खेतको मेरै खेत हो। अब हाम्रो के भन्नु, मेरै नामको खेत हो पनि। अब यहाँ बेराटा चाहिँ हाम्रो भइरहेको छ। यो अब असाढे असाढको महिना अब रोपाइ गर्छन् सबै ठाउँ। हाम्रो पाहाडतिर अब 1 महिना अगाडि बिउ राख्ने चलन छ कि खेतमा। अब खेतहरू एउटै थियो पहिलापट, अदेला दिएका चाहिँ पुरा छाड्या थियो। किनभने अदेलावालाले के हार्नु गर्नु अब आफूले गर्नु पऱ्यो। यतिका लागि म धनगढीबाट आएको हेर। यहाँ काम गर्दैछु म आजभोलि बिजी छु हेर। अब साउन भदौ महिना फेरि हुने हो आज कुराहरू ल्या। अब तपाईँ देखाउ होला अहिले पक्का सब भिडियो देखाउँछु तपाईँलाई। बिउ राखेदेखि लिएर सब देखाउँछु। असाढका महिना रोपाइ भ्या समेतको भिडियो हाल्छु म। अब सानो छ खेत, सानो छ बारी, सानै छ जहान। नगरी काम पुग्दैन खान साँझ र बिहान। नगरी काम पुग्दैन खान साँझ र बिहान। बिहान पख झुल्किन्छ। काम चाहिँ यो हाम्रो काम चाहिँ 75% जति सकियो भनौँ। अब योभन्दा पछि चाहिँ यता बनाएर त्यस्तै बनिन्छ। त्यहाँ माटि चाहिँ हामीले अब धान छर्ने हो। धान छरिसकेपछि त्यहाँमा चाहिँ पोर्सो फाल्छौँ। पोर्सो यही ढोकाहरू 2 ढोका छन्, त्यो 2-4 ढोका पछि ल्याउनुपर्छ। त्यही फाल्ने। अनि त्यो 1 महिनापछि हुन्छ क्या ठिक्क रोपाइँ भन्ने हुन्छ। रोपाइँ गर्नको लागि तयारी बनाउँदै यो गडालाई पुरै। यो खेत हो मेरो। अब यता छ यो खेत छ। ल आजको भिडियो चाहिँ यति हो। अब पछि सायद अर्को भिडियोमा देखाउन पनि सक्छु हजुरहरूलाई। यहाँ माथि रेडी पारेको सबै। अब यही पनि इन हुनसक्छ, अर्को पनि बनाउन सक्छु, केही थाहा छैन। अब त्यो पछि थाहा हुन्छ। ल भिडियो पुरा हेरिदिएकोमा धन्यवाद सबैजनालाई।